जति पनि यो पठाउ इनड्राइभका साथीहरू एङ्गो चलाउने साथीहरू जति पनि छ राइडर साथीहरू प्लिज सहभागी हौँ र यो सरकारलाई विरोध गर्नुपर्छ है। हामी जस्ता धेरै युवाहरूलाई यिनीहरूले लखट्न बाहेक अरू उपाय केही पनि देखेको छैन। अहिले फेरि यिनीहरूले नयाँ चाहिँ लागू गरेको रहेछ यो कालो नम्बर प्लेट लगाएर चाहिँ अब दर्ता गराएर फेरि पैसा कति ट्याक्स तिर्नुपर्ने यिनीहरूलाई। एक त पठाउ इनड्राइभ एङ्गोले पनि ट्याक्स लिइराख्ने होइन, यस्तो प्रब्लमहरू धेरै भयो। अब अति भएको छ। राइडर साथीहरू सबै मिलेर चाहिँ एक भएर अब विरोध गर्नुपर्छ है। यसरी फेरि अब यी भएका युवाहरूलाई पनि यिनीहरूले विदेश लखेटेर यिनीहरूको रेमिटेन्सबाट यिनीहरू चल्न खोजिरहेछ र 5 वर्ष काम गरेर अरबौँ पैसा ठग्ने यिनीहरूको सोचाइ विचारलाई हटाउनुपर्छ है। हामीले जिताएर पठाएर हामीलाई नै अब मार्गमा पारिसकेपछि अब यो एक त दिनभरिमा पठाउ साथीहरूले कमाउने भनेको 1000-1500 मरेर कमाउने, त्यो पनि ट्याक्स तिरेर त्यही कम्पनीहरूलाई। त्यो कम्पनीहरूसँग ट्याक्स लिनुपर्ने ठाउँमा उल्टो हामीलाई नै कालो नम्बर प्लेटमा दर्ता गर्नुपर्छ भने दुनियाँ दिवाना गरिरहेछ र यो विषयमा सबै मिलेर एक हुनुपर्छ है।